किपुया छकक्षे छम स्नातक जाजो अन्तर्गत किपुया सामुदायिक कलेजे स्नातक तह अध्ययने 100% छुट व कीर्तिपुर अस्पतालले वासा याके बोले 9% छुट सेवा लागू जिगु जुगदु किपु नगरपालिका आइतबार थुगु विशेष छुट या व्यवस्था या त सम्बन्धित पक्षले से सम्झौता यागु क्रममा शिक्षा शाखा प्रमुख श्री टङ्कलाल गैरेज्यूलाई आसन ग्रहण गरिदिनुहोस्। प्रशासन तथा वित्त नियन्त्रण आ नगरपालिका स्थानीय बासिन्दा टेत स्नातक तह या अध्ययन निम्ति निशुल्क सेवा सुविधा उपलब्ध याके त सोङ्गु सामुदायिक कलेज मङ्गल बहुमुखी क्याम्पस शहीद स्मारक कलेज व जनाधार क्याम्पस लिसे सहमति यागु खसा उपचार सेवा 9% छुट सेवा या निम्ति कीर्तिपुर अस्पताल लिसे सम्झौता पति हाची तगु ख आज हामी निर्वाचन को मैदानमा हुँदा जनतालाई हामीले भनेका छौँ हामीलाई जिताउनुस् कीर्तिपुर अस्पतालमा 50% छुट दिलाउने उपचार सेवामा 50% छुट दिलाउने छु 6 महिनाभित्र भनेको थिएँ। ठिक 3 महिनामा त्यो काम सम्पन्न भयो। त्यसै गरिकन एक घर एक स्नातक शिक्षा अभियान अन्तर्गत स्नातक तहमा अध्ययन गर्ने हाम्रो कीर्तिपुरका विद्यार्थीहरूले पढाइ बीचमा छोड्नु नपरोस् भन्नका खातिर त्यो स्नातक तहसम्म अध्ययन गर्दा लाग्ने शैक्षिक शुल्क पूर्ण रूपमा निःशुल्क गर्ने चाहिँ हाम्रो प्रतिबद्धता हामीले व्यक्त गरेका थियौँ। त्यो पनि आज पुरा भएको छ। अझै गर्न बाँकी छ। हामीले नगरपालिकाबाट अहिले चाहिँ 60% विद्यार्थीहरूलाई दिलाउने भन्नुभएको छ र क्याम्पसले चाहिँ 40% दिलाउने भनेको छ र यो कुरामा हामी एकदमै सहमत भएका छौँ र यसले गर्दाखेरि केही क्याम्पसहरूलाई आर्थिक भार पर्ने कुरामा हाम्रो मेयरज्यूले चाहिँ हामीले पछि भौतिक पूर्वाधारमा सहयोग गर्ने वचनबद्धता पनि दिनुभएको छ। त्यो कारणले गर्दाखेरि हामीलाई अन्य कामहरू गर्नको लागि सहज हुन्छ भन्ने पनि मैले चाहिँ आशा गरेको छु र यो बिचमा चाहिँ अब हामीले क्याम्पसहरूलाई अझै राम्रो बनाउनको लागि क्याम्पसमा अध्यापन गर्ने लेक्चररहरू हुनुहुन्छ उहाँहरूलाई पनि हामीले चाहिँ अहिले खासै त्यस्तो किसिमको चाहिँ राम्रो कामहरू इन्सेन्टिभ त दिन सकिरहेको छैन। न्यूनतममै हामीले चाहिँ काम गरिराख्नु पर्ने भएको कारणले गर्दाखेरि यो पनि हामीले यो अवसरमा चाहिँ हाम्रो चाहिँ मेयर समक्ष चाहिँ राख्दाखेरि अति उपयुक्त होला कि भन्ने कुरा लागेर मैले चाहिँ भनेँ र जे भए पनि अहिले चाहिँ यो नयाँ कार्यक्रम आएको छ। विद्यार्थीलाई केही नपाएको अवस्थामा पनि यो न्यूनतम टोकनको रूपमा मात्रै भए पनि अहिले चाहिँ प्राप्त गरेको छ विद्यार्थीहरूले। त्यसले पक्कै पनि भोलिका दिनमा उनीहरूले आफ्नो चाहिँ अध्ययनलाई अगाडि बढाउनको लागि मद्दत मिल्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँ र हामी केमा पनि यहाँ आश्वस्त पार्न चाहन्छौँ भने जो विद्यार्थीहरूले पहिलो वर्षमा चाहिँ छात्रवृत्ति पाउँदैछन् ती विद्यार्थीहरूले बिचमा चाहिँ क्याम्पसमा नटुटाइकन 4 वर्ष त्यो छात्रवृत्ति लिएर अध्ययन गरेर जाने वचनबद्धता पनि हामीले चाहिँ यहाँ प्रकट गर्न चाहन्छौँ। किनभने बिचमा हामीले चाहिँ छोडेर गएको अवस्थामा हाम्रो लगानी खेर जाने हुन्छ। त्यो लगानी खेर नजाओस् भन्नको लागि उनीहरूलाई चाहिँ हामीले 4 वर्ष उनीहरूले चाहिँ छात्रवृत्ति पाएका छौँ। छात्रवृत्तिलाई सदुपयोग गरेर 4 वर्ष पढेर नगरपालिकाले लिएको उद्देश्य जुन छ कि एक घर एक स्नातक भन्ने कुरालाई चाहिँ पूर्णता दिनको लागि त तिमीहरूले चाहिँ पढ्नै पर्छ, यो 4 वर्ष चाहिँ पढेर जानुपर्छ भन्ने हिसाबमा उनीहरूलाई त्यो किसिमबाट चाहिँ पढ्नको लागि हौसला दिने काम पनि हामी गर्छौँ।
र यसरी हामीले गऱ्यौँ भने नगरपालिका र क्याम्पसको दुवै पक्षबाट चाहिँ अगाडि गयो भने पक्कै पनि हाम्रो चाहिँ नगरपालिकाले लिएको जुन उद्देश्य छ एक घर एक स्नातक त्यसलाई चाहिँ हामी पुरा गर्न सक्छौँ भन्ने कुरा चाहिँ मलाई लाग्छ। यी कुराहरू राख्दै पुनः एकचोटि सम्पूर्णलाई यो कार्यक्रममा उपस्थित भइदिनु भयो र विशेष गरेर नगरपालिकालाई यो कार्यक्रम आयोजना गरेर 2 शब्द बोल्ने अवसर दिनुभयो र क्याम्पसलाई पनि यो शैक्षिक संस्थान र कीर्तिपुर नगरपालिकालाई शैक्षिक गन्तव्य बनाउनको लागि एउटा आधारको रूपमा चाहिँ उच्च शिक्षा अध्ययन गर्नको लागि चाहिँ ठाउँ त्यसलाई पनि आफ्नो दायराभित्र ल्याउनको लागि जुन अगाडि ल्याउनु भयो त्यसकोमा चाहिँ म धेरै मुरी धन्यवाद दिँदै मेरो 2 शब्द एक मिनट धन्यवाद। लाची तेगु ज्याजोले किपुर नगरपालिका मेयर राजकुमार नकमी, फेक नेपाल कार्यवाहक अध्यक्ष डाक्टर भरत कुमार प्रधान, कीर्तिपुर नगरपालिका उपप्रमुख शुभलक्ष्मी साक्य लगायत व्यक्तित्व तयको पोती डुगु ख। अब यो हस्ताक्षर भएको